हेलो मिनासान कोन्निचिवा। आज म चाहिँ धेरै इम्पोर्टेन्ट भिडियो लिएर आएको छु। यो भिडियोको लागि मैले भनेको दैनिक भनेको टिकटक मेसेज गर्नुहुन्छ, त्यसैले हुन म चाहिँ सबैले भनेको यसको फोटो भने पठाउन सकेको छैन। त्यसैले हुन आज म चाहिँ यसको भिडियोमा चाहिँ युट्युबमा लिएर आएको छु। तपाईँ नेपालदेखि जापान स्टुडेन्ट भिसामा आउने बेलामा तपाईँ नेपालमा विवाहित हुनुभएको थियो, बिहे गर्नुभएको थियो, तर भन्दाखेरि नेपालको कन्स्टिट्युन्सीले तपाईँलाई अनम्यारिड भनेको अविवाहित बनाएर तपाईँले जापान पठाएको छ भने त्यस्तो कन्डिसन हामी जापान आइसकेपछि डिपेन्डेन्ट भिसा एप्लाई गर्ने बेलामा हामी के गर्ने, कुन बेला हामी गएको चाहिँ भिसामा हामी चाहिँ होइन अब त्यो म्यारिडमा टी खाने कि होइन पछि हामी टी खाने, त्यसमा हामी चाहिँ धेरै भनेको दोधार हुन्छ। किनभने म पनि भनेको धेरै भनेको दोधारमा थिएँ। त्यसैले हुन तपाईँले चाहिँ हुन त्यस्तो कन्डिसन भयो तपाईँ जापान आउनु भएको छ भने होइन हामी निहोङ्गो गएको सेनमा गएको चाहिँ होइन तपाईँ निहोङ्गो गएको सेनमा गएको पढ्दै हुनुहुन्छ भने त्यस्तो कन्डिसन होइन हामी भिसा रिन्यू गर्ने बेलामा तपाईँ चाहिँ सिङ्गलमै टी खाँदा भनेको बेस्ट हुन्छ। किनभने यदि हामी चाहिँ मेरिटमा हामी टी खाँदा भिसा एप्लाई गर्नुभयो भने त्यस्तो कन्डिसनमा न्यू खानले इमिग्रेसनले तपाईँलाई चुइखा डकुमेन्ट होइन तपाईले बिहे गर्नुभएको भने विवाह दर्ता तपाईँ लाउनुहोस्, नाता प्रमाणित तपाईँ लाउनुहोस्। त्यसो बेलामा होइन हामी भनेको अलि भनेको झ्याउ हुन्छ। हामी चाहिँ नेपालदेखि चाहिँ डकुमेन्ट भनेको मगाउनु पर्छ। त्यसैले हुन हामी गएको चाहिँ भिसामा यदि चाहिँ हामी भिसा रिन्यू गर्दैछ भने त्यस्तो कन्डिसन हामी चाहिँ सिङ्गल बनाएर हामी चाहिँ भिसा एप्लाई गऱ्यो भने तपाईँको भिसा भनेको चाँडै आउँछ। तर होइन जब हामी वर्किङ गरिसक्यो भने हामी डिपेन्डेन्ट भिसा एप्लाई गर्ने बेलामा त्यस्तो बेला हामी के गर्ने भन्दाखेरि तपाईँ एप्लिकेसन फर्म भर्ने बेलामा मैले बिहे गरेको म्यारिडमा टी खाने अनि भनेको एउटा चाहिँ सोरी लेटर लेख्ने हुन म चाहिँ होइन अब नेपालदेखि जापान आउनुभन्दा अगाडि चाहिँ मैले बिहे गरेको थिएँ, जुन चाहिँ मेरो मिस्टेकले गर्दाखेरि म सिङ्गल भएर चाहिँ जापान आयो होइन त्यो सोरी लेटर लेख्यो भने तपाईँको चाहिँ सिओई भनेको चाँडै आउँछ। किनभने डिपेन्डेन्ट भिसा एप्लाई गर्ने बेलामा हाम्रो हातमा चाहिँ विवाह दर्ता हुन्छ, अर्को तपाईँ चाहिँ त्यो रिलेसनसिप भेरिफिकेसन भनेको नाता प्रमाणित हुन्छ। त्यसैले हुन तपाईँको चाहिँ कुनै पनि समस्या हुँदैन। त्यसैले हुन तपाईँ भनेको यो भनेको आफै गर्न सक्नुहुन्छ। कुनै पनि हामी दलले भनेको पैसा हामी खिलाउनु पर्दैन। किनभने म पनि डिपेन्डेन्ट भिसा एप्लाई गर्ने बेलामा यो यही लेटरको लागि होइन मलाई चाहिँ वकिलले चाहिँ 3 मान अर्को चाहिँ डिपेन्डेन्ट भिसा एप्लाई गर्ने बेलामा 5 मान टोटल भनेको मलाई 8 मान मागेको थियो। अर्को बेचारा ओसाका बस्दै हाम्रो भनेको यो साथी हुनुहुन्न, उनले एप्लाई गर्ने बेलामा चाहिँ उनको 10 मान मागेको थियो न। उनलाई मैले आफै भनेको यो लेटर मैले उनलाई पठायो न, उनी पनि सेम टु सेम यस्तै गरेर उनी गर्यो न, उनको चाहिँ आफै पनि गर्न सके। त्यसैले हुन हामीले चाहिँ डिपेन्डेन्ट भिसा एप्लाई गर्दैछ भने तपाईँ चाहिँ आफै भनेको गर्न सक्नुहुन्छ। कसैले भनेको पैसा भनेको दिन जरुरी हुँदैन। किनभने यो भनेको धेरै सिम्पल छ। तपाईँ पनि यो चाहिँ लेटर जुन छ मेरो न आफै भनेको न फर्मेटको लागि लिन सक्नुहुन्छ। तपाईँ पनि होइन अब हुनु मिलाएर चाहिँ लेख्न सक्नुहुन्छ। अर्को होइन अब अर्को भिडियोमा यसमा मैले भिडियो बनाएर हालेको छु। हामी डिपेन्डेन्ट भिसा एप्लाई गर्ने बेलामा चाहिँ एप्लिकेसन फर्म हामी कसरी भर्ने त्यो पनि म भिडियो बनाएर हालेछु। त्यो पनि तपाईँ चाहिँ हेरेर चाहिँ आफै भनेको भर्न सक्नुहुन्छ। अर्को होइन तपाईँ चाहिँ नेपालमा होइन विवाह गर्नुभएको थियो तर भन्दाखेरि सिङ्गल आउनुभयो, अब त्यस्तो कन्डिसन हामी चाहिँ सोरी लेटर हामी चाहिँ कसरी लेख्ने त्यसको बारेमा चाहिँ म भन्न गइरहेको छु। यो भनेको धेरै सिम्पल छैन। माथि मैले के लेखेको छु भन्दाखेरि अनम्यारिड सोरी लेटर, त्यो भनेको लेख्न भनेको जरुरी हुँदैन। हामी के लेख्ने भन्दाखेरि डाइरेक्टली भनेको होइन यो भनेको होइन म भनेको जापानको सिकोकु भनेको सिकोकु चिहोको होइन मेरो भनेको न्यू खान भनेको इमिग्रेसनको होइन मेरो हेड अफिस कहाँ हो भन्दाखेरि ताखामाचु, म बसेको ठाउँ हुन ताखामाचुबाट मेरो भनेको जायरो कार्ड बन्छ। त्यसैले हुन म यहाँ के लेखेको छु भन्दाखेरि ताखामाचु सुचो न्यूकोकु जाइरो खानरी क्याको होइन माचुयामा सुचोसो होइन माचुमा भनेको तपाईँको मेरो भनेको यहाँ सब अफिस हो भने हेड अफिस मेरो भनेको ताखामाचु हो। तपाईँ पनि आफ्नो गुगल म्यापमा चाहिँ गुगलमा तपाईँको इमिग्रेसनको न्यू खानको चाहिँ हेड कुन हो, तपाईँको जारो कार्ड चाहिँ कुन कहाँबाट बनेको छ भने तपाईँ पनि होइन यो हेऱ्यो भने तपाईँ पनि आफ्नो गुगलबाट चाहिँ पाउन सक्नुहुन्छ। त्यसैले हुन अब तपाईँ चाहिँ कुन ठाउँमा होइन त्यो भनेको भिसा एप्लाई गर्नुहुन्छ त्यसको भनेको हामी यस्तै भनेको लेख्न सकिन्छ होइन ताखामाचु सुचु न्यूकोकु जाइरु खानरी क्याको माचुयामा सुचोसो होइन यता म के लेखेको छु भन्दाखेरि हिजुके निसे निजु योनेन हाची गाचु कोकोनो खा होइन म चाहिँ होइन धेरैजनाले मलाई टिकटमा यो स्कुलले होइन यो लेटरको लागि मैले माग्नु भएको थियो। त्यसैले मैले चाहिँ व्हाइट बोर्डमा लेखेर चाहिँ उहाँहरूले मैले सेन्ड गरेँ होइन। आज म चाहिँ तपाईँलाई त्यसैको बारेमा भन्न गइरहेको छु। मैले जुन मैले लेखेको थिएँ म चाहिँ त्यही सुनुमा चाहिँ यहाँ लेखेर तपाईँलाई भन्न गइरहेको छु। जस्तै होइन वातासिवा निसेन्जु हाचिनेन वातासिवा केवाता
दिनेसु मौसिमास मेरो नाम यो हो वातासी वा केबाता दिनेसु मौसिमास वातासी वा निसेन्जु हाचिनेन इचिगाचु सान्जु निचिनी ryugaको भिसा दे निहोने मैरिमास्ता निहोनो ryugaको भिसा ओ सिन्से सिता तोकिनी वातासी वा केक्कोन सिते इता नोनी माचिगा हियो सिते दोकोसी नो सिन्से सिते निहोनी किमास्ता माचिगाई सिते इता नोदे होन्तोनी मौसिवा के गोजाई मासेन हुना मेरो नाम यो हो मैले हुना स्टुडेन्ट भिसामा हुना आउने बेलामा चाहिँ म बिहे गरेको थिएँ तर भन्दा मिस्टेक गरेर चाहिँ म चाहिँ जापान आयो न त्यसको लागि चाहिँ मलाई माफी चाहियो न वातासी वा मारु मारु हिनी चुमा हुना तपाईको बुढी हो भने हुना उहाँको चुमाको हुना अब यो टाइममा तपाई यो केटीसँग बिहे गर्नुभयो त्यो तपाईको बुढा भने मारु मारु हुना यो डेटमा चाहिँ ओत्तो भनेको हस्बेन्डसँग यो हस्बेन्डको नाम यो वातासी वा मारु मारु हिनी चुमा केवाता रुखामिनी तो केक्कोन सिमास्ता सोनोगो मारु मारु हिनी मुसको मेरो भनेको छोरा भएको थियो न मारु मारु हिनी मुसको नमाय भनेको केवाता अंकित गा उमारे मास्ता मैले सेम लेख्थेँ न मेरो केक्कोन भनेको यो टाइम मैले केक्कोन गरे मुस्कोन उमारे भनेको यस्तो हो निहो वातासी वा निहोनो किता हि भनेको यस्तो हो न कोरेकारा भिजा सिन्सेस ओ सुरु तोकिनी माचिगाई सिनाई योनी कियो चुकेमा यस्तै लेख्न सकिन्छ न अर्को भनेको नमाय भनेको तपाईको के हो सेनेन गपी भनेको तपाईको के हो अर्को न केही चाहिँदैन भनेको तपाईको के हो अर्को न सुकिन साकी त मैले खान्जी मिस्टेक गर्छु न सुकिन साकी देनमा भनेको तपाईको कम्पनीको फोन नम्बर के हो त्यो भनेको राख्ने यता के हो इजो लेख्यो भने तपाईको यति हुन्छ यति नै हो बाइ बाइ उचकर समरेस्ता